Hello friends, welcome to you in our channel All Times. Today, how to use the articles a, and finally the correctly, and how to avoid the making common mistake with them. आर्टिकल कसरी बनाउने, आर्टिकल कसरी युज गर्ने, ए एन र द कसरी युज गर्ने, त्यो भिडियो हेर्नुहोस्। आर्टिकल भनेको लेख हो, अनुच्छेद। आर्टिकल दुई प्रकारका हुन्छन्, इन्डेफिनिट र डेफिनिट। इन्डेफिनिटमा ए र एनको प्रयोग हुन्छ, डेफिनिटमा दको प्रयोग हुन्छ। इन्डेफिनिट अनिश्चित हो, ए र एनको अर्थ एक हुन्छ। अदेखि असम्म सबै व्यञ्जन वर्ण हो, भोवेल साउन्ड। कुनै पनि वर्डको अगाडि फर्स्ट लेटर भोवेल साउन्ड हुन्छ भने त्यहाँ एनको प्रयोग हुन्छ। जस्तै ओरेन्ज र एमडी, ओरेन्ज ओ भोवेल साउन्ड हो, त्यसैले ओरेन्जमा एनको प्रयोग हुन्छ। एमडीमा एमडी पढ्दाखेरि एमडी हो कन्सोनेन्ट लेटर, तर पढ्दाखेरि एबाट भोवेल साउन्ड निस्किन्छ, त्यसैले यसमा एनको प्रयोग हुन्छ। एमडीमा पनि एनको प्रयोग हुन्छ। युज अफ ए, यसलाई कसरी युज गर्ने? कदेखि क्यसम्म सबै व्यञ्जन वर्ण हो। कुनै पनि वर्डको अगाडि फर्स्ट लेटर कन्सोनेन्ट लेटर हुन्छ, व्यञ्जन वर्ण, त्यसको अगाडि ए को प्रयोग हुन्छ। जस्तै बल, पेन र आई हेभ डट 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 ब्रदर। बलमा फर्स्ट लेटर कन्सोनेन्ट हो, व्यञ्जन वर्ण। पेनमा पनि फर्स्ट लेटर कन्सोनेन्ट लेटर हो, व्यञ्जन वर्ण। त्यस्तै बीमा पनि, त्यसैले यो तिनटैमा ए को युज हुन्छ। व्यञ्जन वर्णको अगाडि ए को युज हुन्छ। डेफिनिट, डेफिनिटमा द को युज हुन्छ। निश्चित हो, तोकिएको अवस्थामा हो, त्यसैले द को युज हुन्छ। जस्तै सन र मुन, सन र मुन दुइटै तोकिएको अवस्थामा हो, त्यसैले दुइटैमा द को युज हुन्छ। ही इज डट 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 मस्ट इन्टेलिजेन्ट बाई अ स्टुडेन्ट अफ क्लास, यसमा पनि द को युज हुन्छ। किनभने मस्ट इन्टेलिजेन्ट सुपरलेटिभ डिग्री हो, त्यसैले यसमा द को युज हुन्छ। र अब नो आर्टिकल, नो आर्टिकल अनकाउन्टेबल नाउनको अगाडि युज हुन्छ। जस्तै मिल्क र वाटर, मिल्क र वाटर नगन्य हो, त्यसैले नो आर्टिकल युज हुन्छ, अनकाउन्टेबल नाउन हो।